हाई मामुहरू, सन्चै हुनुहुन्छ? आज चाहिँ म मेरो बेबीलाई लामो समयदेखि प्रयोग गर्दै आएको क्युन डाइपरको बारेमा कुरा गर्न गइरहेको छु। यो भिडियो चाहिँ स्पेसल्ली न्यू मामुहरूको लागि। मामुहरू, यदि हजुर बेस्ट डाइपरको खोजीमा हुनुहुन्छ भने यो भिडियो चाहिँ स्किप नगर्नुहोला। हजुरहरूलाई चाहिँ एकदमै धेरै हेल्पफुल हुनेछ यो भिडियोले। हामी मामुहरूको लागि चाहिँ बेबीको कम्फर्ट नै हाम्रो लागि सबैभन्दा इम्पोर्टेन्ट कुरा हो, त्यो त हजुरहरूलाई थाहा नै होला। एज अ मम मैले पनि मेरो बेबीको कम्फर्ट नै हेर्छु र मैले बजारमा यति धेरै डाइपरहरू ट्राई गरिसकेको छु। हजुरहरूलाई त्यो थाहा नै होला, मैले धेरै नै डाइपरको रिभ्यू भिडियो राखेँ र मैले प्रयोग गरेको डाइपरहरू भन्दा मैले योमा चाहिँ एउटा दुईटा कुराहरू धेरै नै फरक र राम्रो पाएको छु। त्यसैले मलाई चाहिँ सेयर गर्न मन लागेर मैले चाहिँ यो रिभ्यू भिडियो राखेको हो। हामी मामुहरूलाई चाहिँ एकदमै धेरै कन्फ्युज हुन्छौँ। बजारमा यति धेरै डाइपरहरू आएको छन् कि टिकटकमा यो हेरेर राम्रो लाग्छ, त्यो हेरेर राम्रो लाग्छ, अनि अरूले पनि रिभ्यू भिडियो राख्दा त्यो पनि राम्रै लाग्छ। तर मैले एउटा मामु भएकोले मैले मेरो बेबीलाई युज गरेर मैले कुन चाहिँ डाइपर राम्रो छ भनेर चाहिँ मैले यो भिडियो राखेको हो। हजुरहरूलाई पनि हेल्पफुल हुन्छ कि भने। फर्स्टमा चाहिँ कुरा गरौँ यसको प्याकेजिङको। यसको प्याकेजिङ चाहिँ एकदमै राम्रो लाग्यो मलाई। सबैभन्दा पहिला चाहिँ एट्र्याक्टिभ छ, यो चाहिँ मलाई एकदमै धेरै मन पर्यो। अनि कुरा गरौँ यो डाइपरको बारेमा। सबैभन्दा पहिला चाहिँ अरू डाइपरको जस्तै योमा पनि इन्डिकेटर लाइन छ, जुनबाट हामीले थाहा पाउन सक्छौँ कि बच्चाले कति सुसु गर्यो, बच्चाको डाइपर चेन्ज गर्ने बेला भयो कि नै। अनि फ्याँक्दाखेरि चाहिँ यसमा टेप पनि दिएको छ, किनकि यसमा भएको फोडहरू बाहिर कतै नफैलियोस् भनेर योमा चाहिँ टेप पनि दिएको छ। अनि यसमा चाहिँ सबैभन्दा मलाई मन परेको कुरा भनेको चाहिँ यसको इलास्टिकको बाहिर पनि एक्स्ट्रा लेयर पनि छ। यसले चाहिँ बेबीको स्किनमा कुनै पनि किसिमको इफेक्ट नगरोस् भनेर योमा चाहिँ एक्स्ट्रा लेयर पनि दिएको छ। अरू डाइपरहरू भन्दा मलाई योमा चाहिँ छुट्टै लागेको भनेको कुरा यो हो। अनि यसको यो भित्रको बबलले चाहिँ बेबीको स्किनमा कुनै पनि र्यासेसहरू, कुनै पनि इरिटेसनहरू गर्दैन। अनि अर्को सेकेन्ड कुरा चाहिँ यसमा चाहिँ अरू डाइपरमा चाहिँ एउटा मात्रै सिलाको साइडमा सिलाको हुन्छ भने योमा चाहिँ डबल देखेँ मैले। यो पनि राम्रो लाग्यो। च्यात्दाखेरि चाहिँ च्यातिहाल्दैन, यो चाहिँ फुस्किँदैन। यसको चाहिँ मलाई एकदमै धेरै मन पर्यो। यसको इलास्टिक पनि एकदमै धेरै राम्रो छ, बेबीलाई कुनै पनि किसिमको इरिटेसन बनाउँदैन। मेरो बेबीलाई चाहिँ यो एकदमै धेरै मन परेको छ। एकचोटि हजुरहरूले पनि ट्राई गर्नु होला, यो एकदमै राम्रो छ। थ्याङ्क यू फर वाचिङ।